पुगेर धनसन कहाँ पुगिसक्यो त्यो 2-3वटा फिल्मबाट आउँदैछ त्यो सरी भनौँ कि उठबस गरौँ कि कुखुरा भन्नुपर्छ यति राम्रो मान्छेलाई चाहिँ गाली गर्नुपर्ने सिनमा थर्काउनु पर्ने कुट्नु पर्ने गर्दाखेरि अलिकति गाह्रो चाहिँ भयो र एउटा सिनेमा एउटा कलाकारको लागि सबैभन्दा राम्रो अनुभव एउटा अभिनेताको रूपमा काम गर्नको लागि सबैभन्दा ब्युटिफुल केही राम्रो अनुभव हो भने त्यो त्यही पात्र निभाउन पाउनु नै अनुभव हो। साँच्चीकै राम्रो मान्छे हुनुहुन्छ सुहानाजी र सँगसँगै उहाँ चाहिँ भन्न मिल्छ कि मिल्दैन साइकोलोजीको डक्टर पनि भएको हुनाले उहाँले मलाई एक किसिमको थेरापीको काम पनि गर्नुभएको थियो त्यो टाइममा चाहिँ। म पहिलाको एमिर हजुरको इयर्समा चाहिँ म ब्याचलर्स पनि गरिरहेको थिएँ मास्टर्स पनि गरिरहेको थिएँ अनि मेरो घरमा चाहिँ सबैजनालाई सबसे पहिला महत्त्वपूर्ण चाहिँ एजुकेसन भन्नुभएको थियो। सो मैले एजुकेसन कम्प्लिट गरेँ मास्टर्स सकिसकेपछि अब गर्नुभयो कि पिएचडी अलिक बुढो भएपछि गर्छ नि त्यही भएर चाहिँ ल ठिक छ अब यो बाइक त के भन्नु मिल्छ र गएर तिमीले जे मन छ भनेर हो। यो परालको आगो जस्तै भइसक्यो भनेको बल्यो होइन अनि त्यसपछि निभि नै सक्यो। अब हामी फेरि नयाँ परालको कुन्यु हाल्दैछौँ। सबैले यो टिमका निमित्त जोरदार ताली बजाइदिनु हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। यो नयाँ वर्षको सबैजनालाई शुभकामना। 2083 साल एकदमै राम्रो होस् तपाईँ हाम्रो लागि पनि चलचित्र क्षेत्रको लागि पनि देशको लागि पनि र सबैलाई राम्रो होस् यो कामना यहाँहरूमा टक्राउन चाहन्छु र धेरै धेरै धन्यवाद छ आदरणीय लक्ष्मण सुनार सरलाई यति राम्रो सिर्जनामा जोडिने एउटा यसको पात्र एउटा अङ्ग हुने मौका मिल्यो। सुशील सरलाई धेरै धेरै धन्यवाद छ। वेलकम ब्याक। धेरै वर्षपछि फिल्म बनाउँदै हुनुहुन्छ उत्साहित पनि हुनुहुन्छ एकदमै साँच्चीकै पोजिटिभ एनर्जी छ सुशील सरको चाहिँ जहिले पनि हरेक कुरालाई चाहिँ हुन्छ खान्छ भन्ने उहाँको कन्फिडेन्सले गर्दा हामीलाई पनि काम गर्नलाई सजिलो हुन्छ जस्तो लाग्छ मलाई र धेरै आदरणीय सौगात मल्ल दाईसँग मैले दाईलाई सेटमा एकदमै धेरै सताएको छु धेरै कुरा सिक्ने अघि हाम्रो ज्याक सरले भने जस्तै धेरै कुरा सिक्ने मौका मिल्यो दाईसँग। दाईलाई धेरै धन्यवाद छ। हामी सँगसँगै बस्थ्यौँ पनि बसाइ पनि हाम्रो सँगै भएको भएर दाईको लाइफस्टाइल दाईको नेचर धेरै कुराले चाहिँ यो हुन त हामी एकदम को आर्टिस्टहरूको बारेमा बोल्दाखेरि ठिक्क पार्ने अथवा हो यस्तो भयो भन्ने राम्रो अनुभव मात्रै सुनाउने कुरा हुन्छ तर साँच्चीकै मैले सौगात दाईको आफ्नो व्यक्तिगत जीवनशैलीबाट चाहिँ धेरै कुरा नै सिक्ने मौका पाएँ। उहाँको आफ्नै लाइफ हेरेर चाहिँ के कुरामा फोकस गर्ने केमा नगर्ने भन्ने कुरा चाहिँ धेरै कुराहरू सिक्न मौका पाएँ। थ्याङ्क यू सो मच दाईलाई र सताएकोमा माफी पनि जान चाहन्छु। सुहानाजीसँग स्क्रिन सेयर गर्ने मौका मिल्यो एकदमै राम्रो अनुभव भयो। हामी धेरै उहाँको स्वभाव पनि एकदमै भनौँ न उमेरले हामी अलिकति धेरै त होइन तर अलिकति फरक भए पनि उहाँको बुझाइ उहाँको अन्डरस्ट्यान्डिङ लेभल उहाँको संसारलाई हेर्ने समाजलाई हेर्ने व्यक्तिहरूलाई हेर्ने उहाँको जुन दृष्टिकोणको आयामहरू छ त्यो साँच्चीकै अद्भुतै छ। साँच्चीकै राम्रो मान्छे हुनुहुन्छ सुहानाजी र सँगसँगै उहाँ चाहिँ भन्न मिल्छ कि मिल्दैन साइकोलोजीको डक्टर पनि भएको हुनाले उहाँले मलाई एक किसिमको थेरापीको काम पनि गर्नुभएको थियो। त्यो टाइममा चाहिँ धेरै कुरामा कन्सल्ट गरेर म मेरो लाइफको उतार चढावको बेलामा त्यो एउटा राम्रो पिरियड थियो मेरो लागि चाहिँ परालको आगो। थ्याङ्क यू सो मच सुहानाजी लगायत सबैजनालाई धन्यवाद। धन्यवाद। एकदमै व्यस्त अब समय छ होइन त्यसको बावजुद यसरी आइदिनु भएको छ थ्याङ्क यू। र फिल्मको कुरा गर्दाखेरि एकदमै धन्यवाद भन्न चाहन्छु कसरी विश्वास गरेर मलाई लिनुहुन्छ कोही फिल्ममा होइन दाइहरूले तपाईँले सक्नुहुन्छ यो क्यारेक्टर यो रोल भनेर दिनुहुन्छ त्यसको लागि एकदम थ्याङ्क यू भन्न चाहन्छु। अनि अब अर्को कुरा भन्दाखेरि टिम नै हामी होइन कहिले पनि काम नगरेको टिम थियो दाइहरूले पनि भन्दै हुनुहुन्थ्यो त्यो मैले त्यसरी विचार गरेको थिएन तर एकदमै खुसी लाग्यो त्यो बेला रमाइलो भयो। हामी 1 महिना जस्तो लगभग बस्यौँ होला त्यहाँ त्यो बेला भनौँ न एउटा छुट्टै खालको रमाइलो भनौँ म आफूलाई पनि चलचित्रमा काम गर्नु भनेको त्यतिकै रमाइलो लाग्छ र प्लस नयाँ एनर्जीहरू होइन नयाँ खालको फिल जहिले पनि सिक्ने मौका रहिरहन्छ नयाँ एक्टरहरूसँग र आफूले नकाम गरेका को एक्टरहरूसँग चाहिँ हरेक फिल्ममा एउटा सिकाइरहन्छ एउटा भगाइरहन्छ एकदमै रमाइलो तरिकाले सकियो फिल्म चाहिँ। नमस्ते कति हो धेरै पछि भेट भयो जस्तो छ रमाइलो लागिरहेछ। सुरु गर्नुभन्दा अगाडि चाहिँ आई थिङ्क आई एम भेरी थ्याङ्कफुल एन्ड ग्रेटफुल टु गुरुप्रसाद मैनालजी जसले चाहिँ पहिला यो सृजना शब्दमा कोर्नुभयो जसले चाहिँ हाम्रो यथार्थ समाजको यथार्थलाई जे हो त्यही होमा लेख्न डराउनु भएन र मलाई लाग्छ
आज त्यही सृजनाले गर्दा हामी सबै यहाँ आइपुगेको छौँ। उहाँको त्यो जुन यथार्थ देख्नुभयो त्यसले नै त्यही कर्मले हामीलाई यहाँ ल्याएर डोराएको छ। एन्ड आई थिङ्क सुशील देवकोटा अङ्कल थ्याङ्क यू सो मच। हजुरले यो त्यो स्टोरीलाई एकदमै मिठो तरिकाले बुनिदिनु भएको छ र यो राइटिङलाई भिजनमा ल्याउन लक्ष्मणलाई थ्याङ्क यू। हाम्रो आँखा रसाइहाल्छ फेरि यो बारेमा कुरा गर्न जाँदा जाँदै, बट उहाँ र म चाहिँ वी बिलिभड इन वुमेन सेन्ट्रिक मुभिज, वी बिलिभड इन द स्टोरी अ लट, किनभने यो आउनुपर्ने कुरा नै थियो। यसलाई केही मोडेर पनि होइन, जे हो त्यही जस्तो छ त्यस्तैलाई हामीले चाहिँ प्रेजेन्ट गऱ्यौँ, जुन चाहिँ अहिले देखिरहेको यथार्थ डोमेस्टिक भाइलेन्सको कुरा हामीले ल्यायौँ। र सुशील अङ्कल भेरी ब्रेभ अफ यु यो टपिकमा बनाउनु भएकोमा थ्याङ्क यू भेरी मच। र स्पेसल थ्याङ्क यू चाहिँ चामेलाई भन्नुपर्छ जस्तो लाग्छ, किनभने चामे क्यारेक्टर भनेको उसको मनोविज्ञान एकदमै डिप छ र साइकोलोजिकली एफ्टअप पनि हो होइन। त्यसकोलाई निभाउनलाई एकदमै करेज चाहिन्छ जस्तो लाग्छ। एन्ड आई थिङ्क यु डिड अ ग्रेट जब। अल्दो उहाँ रियलमा चाहिँ त्यसको कम्प्लिटली अगेन्स्ट होइन, एडभोकेट हुनुहुन्छ डोमेस्टिक भाइलेन्स नारीहरूको लागि, त्यही पनि उहाँले चामेको रोल गरिदिनु भयो। Just to prove that, just to show to the society that there is so much that's hidden in the layer of it. And Saugat Dai, thank you so much for portraying Juthe. जुन चाहिँ क्यारेक्टरले जुन चाहिँ बुकमा पनि खासै उहाँले मैनाजीले लेख्दाखेरि एउटै शब्दमा सीमित गर्नुभएको थियो, तर दाइले त्यही शब्दलाई लिएर आई गेस मेरो लागि मैले जति पढेको छु त्यो परालको आगोहरू जुन देखेको छु परालको आगो कम्प्लिटली यु जस्टिफाइड इट। मैले त्यो भन्न पनि सक्दैन जस्तो लाग्छ। भाइ थ्याङ्क यू सृजना दी, इट वाज एन अनर वर्किङ विथ यु। मलाई आफ्नो बहिनी जस्तै गरेर राख्नुभयो। सेटमा पनि केही हुन्छ केही गर्नुपर्छ भनेर धेरै सिकाइदिनु। थ्याङ्क यू सो मच। एन्ड हाम्रो बा थ्याङ्क यू, हाम्रो ज्याक दाई थ्याङ्क यू, एन्ड थ्याङ्क यू टु एभ्री वान। थ्याङ्क यू रोनिसा, मेरो हेयरदेखि लिएर मलाई मेरो मुड सबै बुझिदिनकोमा। एन्ड मैले कसैलाई मिस त गरेन नि। ए यस यस, मैले धारापानीलाई धेरै धेरै थ्याङ्क यू। तजेन्द्र अङ्कल तपाईँ यहाँ हुनुहुन्छ, धारापानीको सम्पूर्ण वासीहरूलाई धेरै धेरै धन्यवाद। एक्चुअलमा धारापानी चाहिँ बगले थापाको गाउँ रहेछ। म पनि बगले थापा भएको हुनाले त्यहाँ मलाई एकदमै घर जस्तो लाग्यो। म आफ्नो पुर्खौली घरमा गएर त्यहाँको रन्थनमा बस्न पाएँ होइन। एकदमै माया गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यति राम्रो मान्छेलाई चाहिँ गाली गर्नुपर्ने, सिनमा थर्काउनु पर्ने, कुट्नु पर्ने गर्दाखेरि अलिकति गाह्रो चाहिँ भयो। र एउटा सिनेमा एउटा कलाकारको लागि सबैभन्दा राम्रो अनुभव, एउटा अभिनेताको रूपमा काम गर्नको लागि सबैभन्दा ब्युटिफुल केही राम्रो अनुभव हो भने त्यो त्यही पात्र निभाउन पाउनु नै अनुभव हो। सम्भवतः म रियल लाइफमा त्यस्तो छैन होला जहाँसम्म, तर पर्दामा त्यो अनुभव गरिरहन पाउँदाखेरि चाहिँ मलाई होइन दाइ सबैभन्दा हाम्रो कलाकारको लागि सबैभन्दा ठुलो अरू आम मान्छेको र हाम्रो फरक उपलब्धि भनेकै मलाई लाग्छ त्यो एउटा भिन्न पात्र निभाउन सक्नु नै हो। हामीले वर्कसपमा चाहिँ केही दिन अप्ठ्यारो पनि भएको थियो। त्यसपछि चाहिँ सेटमा जाँदाखेरि हामी कम्फर्टेबल भइसकेका थियौँ, लड्नको लागि पनि माया गर्नको लागि पनि। अब यो त पहिल्यै बनिसकेको फिल्म हो होइन। वसुन्धरा भुसालको रोल तपाईँले यहाँ प्ले गर्नुभएको छ होइन। पहिला तपाईँले अब वसुन्धरा भुसालको त्यो रोल हेरेर उहाँले गरेको एक हिसाबले न्याय दिनुभयो। त्यो बेला एउटा चर्चित फिल्म थियो, एकदम चलेको फिल्म थियो। अहिले उहाँको रोललाई चाहिँ तपाईँले न्याय दिन सक्नु भएको छ कि सक्नु भएको छैन? तपाईँले त्यो फिल्म पनि हेर्नुभयो होला, कस्तो लाग्यो आफूलाई त्यो रोल अभिनय गर्दा चाहिँ? न्याय दिएन चाहिँ वैशाख 11बाट थाहा हुन्छ होला होइन। तर पर्सनली चाहिँ गौथलीलाई मैले चाहिँ भित्रैबाट बुझेछु, एटलिस्ट फ्रम पहिलाको मुभीको पिओभी भन्दा पनि गुरुप्रसाद मैनाजीको राइटिङबाट हरेक एउटा शब्दबाट चाहिँ मैले उहाँलाई बुझ्ने प्रयास गरेको छु र निभाएको पनि छु जस्तो पनि लाग्छ। किनभने आज आउँदाखेरि पनि हाम्रो लक्ष्मण दाइले गौँथली बोकेर आउनु है भन्नुभएको थियो। मैले गौँथलीमै लगाएको परिवेश र गौँथलीको सबसे इम्पोर्टेन्ट महत्त्वपूर्ण मेरो जिजुमाको तिलरी जुन चाहिँ त्यति बेलादेखिको पालादेखिको हाम्रो वुमेनहरूले खप्दै आउनु भएको सहदै आउनु भएको जुन मेरो हिस्ट्री छ त्यो बोकेर आएको छु। सो आई गेस न्याय पाएँ कि पाएन मेरो डिसिजन भन्दा पनि आई थिङ्क यो वैशाख 11देखिको डिसिजन हो जस्तो लाग्छ। म पहिलाको एमिर हजुरको इयर्समा चाहिँ म ब्याचलर्स पनि गरिरहेको थिएँ, मास्टर्स पनि गरिरहेको थिएँ। अनि मेरो घरमा चाहिँ सबैजनालाई सबसे पहिला महत्त्वपूर्ण चाहिँ एजुकेसन भन्नुभएको थियो। सो मैले एजुकेसन कम्प्लिट गरेँ। मास्टर्स सकिसकेपछि अब गर्नुभयो कि पिएचडी अलिक बुढो भएपछि गर्छ नि, त्यही भएर चाहिँ ल ठिक छ अब यो बाइक त के पढ्नु मिल्छ र गएर तिमीले जे मन छ भनेर हो। यो चाहिँ जुठे त्यही त मलाई याद भएअनुसार चाहिँ यो मैले कथा पढ्दाखेरि होइन, म गुरुकुल आउनुभन्दा अगाडि नै मैले त्यो कथा पढेको थिएँ।
अनि त्यो बेला नै म चाहिँ कस्तो थियो भन्दाखेरि नाटक गर्ने हो भने नाटककै म काम गरिरहेको थिएँ त्यो बेला र त्यो बेला चाहिँ यो गर्नु पऱ्यो भने के गर्थेँ भन्ने सबभन्दा पहिला हाम्रो कलाकार एक्टरहरूको दिमागमा त्यही आउँछ नि यो कुन चाहिँ नि पात्र गर्थेँ होला भन्दाखेरि मलाई चाहिँ नि जुठे मलाई गर्न मन थियो किनभने त्यति धेरै नाटकभरि बस्नु परेन एकैछिन आयो फेरि गयो आनन्द फेरि गयो होइन अनि मलाई त्यसरी त्यो हिसाबले मलाई मन परेको थियो होइन अनि पछि अर्कोचोटि गुरुकुलमा आइसकेपछि पढ्दाखेरि चाहिँ नि ल मैले त्यो बेला भनेको रहेछु अनि त्यसपछि बल्ल बुझेँ मैले त्यो गुरुकुलमा बसिसकेपछि बल्ल बुझेँ कि कथा र त्यो बेला पनि मलाई सर हेर्दाखेरि त्यो बेला पनि म खासमा अल्छी नै थिएँ होइन अनि मैले चाहिँ सानै नै गर्छु म नाटक खेल्नु पऱ्यो तर खेल्ने मौका चाहिँ मिलेन त्यहाँ र त्यो चाहिँ बाँकी नै थियो एउटा होइन अनि अब मलाई थाहा छ म अब अलिक एकदमै अल्छी छु भनेर होइन त्यही भएर अलिकति मिहिनेत गर्नु पऱ्यो भनेर चाहिँ नि जस राम्रै मिहिनेत चाहिँ नि मैले गर्न पाएँ किनभने 5-6 दिन पनि अलिक पछाडि सऱ्यो त्यो चाहिँ मेरो लागि के भन्नु अझ राम्रो भइदियो कि 6 दिन मैले अझ समय पाएँ त्यो गाउँमा गएर होइन 6 दिन अगाडि पुगेको थिएँ होला 6-7 दिन अगाडि अनि त्यो चाहिँ मेरो लागि फाइदै भयो झन् मैले त्यहाँ काम गर्ने मौका पाएँ र त्यतिकै पनि अब त्यो भनौँ न एउटा लिड पात्रमा होइन चामे भनेर भनेछ भने उसको क्यारेक्टरमा उसलाई भनौँ न एउटा सिधै भन्दाखेरि पशुबाट मान्छे बनाउने एउटा हुन्छ नि त्यो खालको काम चाहिँ नि त्यसले मैले त्यसको उसमा देखेँ क्या होइन जुन चाहिँ नि अब मैले आफ्नो पात्रको विषयमा त धेरै भन्न मिलेन होला होइन सस्पेन्स राखिएको छ तर भनौँ मैले त्यसरी बुझेको थिएँ र त्यो चाहिँ नि चान्सुने कुरा पनि होइन एउटा लिड रोललाई जसले चाहिँ पुस गर्छ राम्रोतिर होइन त्यो पात्र चाहिँ मलाई गर्ने इच्छा थियो र मैले त्यही समय पाएँ भन्छु अरू त के भन्नु होइन समय पाएँ र सबैजना हामी त्यहीँ थियौँ एकले अर्कालाई हेरिराख्यौँ बुझिराख्यौँ एकले अर्काको के भन्छ एनर्जीहरू त्यसले गर्दाखेरि पनि सायद अलिकति अझ राम्रो भएको तर मलाई यहाँ हेर्दाखेरि फेरि अब डबिङ गर्न आउनु पर्ला जस्तो मलाई लाग्यो त्यो मलाई आफ्नो चाहिँ खोइ किन मलाई जहिले पनि हो त्यो मलाई चाहिँ अब भर्खर हेर्दाखेरि ओहो म भोलि नै गइहाल्छु भन्ने जस्तो भएको छ होइन त्यो चाहिँ त्यस्तो भयो किन भयो थाहा छैन अब फिल्म चाहिँ नि जेस राम्रो होला भन्ने यो टेलर चाहिँ नि मलाई राम्रो लाग्यो होइन मैले त्यही भनेको छु त होइन त्यत्रो डाइलग भनेको छु अनि त्यहाँ भनेकै हो त्यही नै हो खासमा त्यो मैले रियल लाइफको कुरा अनि त्यसलाई मैले त्यसरी छुट्याएको छैन है त्यसलाई मैले त्यसरी छुट्याएको छैन त्यो जे थियो त्यो एकदम सत्य थियो एकदमै त्यो डायलग जाओस् न एकचोटि अलिकति अगाडि आइदिएर के कुन चाहिँ हो त्यही डायलग तिमी त मेरो धन हुने टाइपको धनवाला डायलग कहाँ पुगेर धन छन् कहाँ पुगिसक्यो त्यो 2-3वटा फिल्मबाट आउँदैछ त्यो त गाह्रो हुन्छ यार त्यसरी म सक्दै सक्दैन त्यो त म सिर्जनाजीले सम्झाइदिनुहुन्छ होला जति सक्दो मैले कोसिस गर्ने म बिर्सिने हो अब होइन नयाँ कुरा दिमागमा हाल्नुपर्ने छ होइन त्यो चाहिँ म सक्दैन खासमा साँच्चै भन्ने भने कसरी सरी भनौँ कि उठबस गरौँ कि कुखुरा भनौँ स्वानाजी तपाईँका यो चलचित्र जसरी तपाईँले अभिनय गर्नुभयो यसको कथावस्तुलाई हेर्नुभयो यथार्थपरक रूपमा तपाईँ जन्मिनुभन्दा अगाडि बनेको कथावस्तु हो त्यो समय त्यस्तो थियो भनेर भावनात्मक रूपमा तपाईँलाई कतिको अट्याचमेन्ट भयो र यस चलचित्रमा खेलिसकेपछि तपाईँले पाएको आफूलाई बदलाव के भयो मलाई लाग्छ त्यो समय र अहिले समय भन्दा पनि एउटा ट्रुथ थियो मेरो लागि कि यो खप्दै आएको एउटा वुमेन डोमेस्टिक भाइलेन्सको एउटा सिरिज हो भन्ने मलाई पहिलेदेखि नै लागिरहेको थियो आई थिङ्क मेरो लागि एउटा थेराप्युटिक एक्सपोजर पनि थियो जुन चाहिँ मैले देखिरहेको पहिलादेखि सुनिरहेको कथाहरू अरू मेरो आँखाबाट देखेको अरू सुनेको कथा घर परिवार अरू छरछिमेकीबाट सुनिरहेको कथा पनि आफैले त्यो प्लेसमा भएर to actually live it was pretty different and to come out of it मेरो एउटै क्वेसन मात्रै के थियो भने सबैजनाले चाहिँ कसरी चाहिँ हाम्रो सोसाइटी इज डिपली कम्प्लेक्स कि अहिलेसम्म पनि इट्स भेरी डिफिकल्ट
for a woman to say, I want to leave or I want to go somewhere else, त्यो एउटा सिस्टमेटिक फेलियर जस्तै लाग्यो मलाई अहिले आउँदाखेरि चाहिँ मेरो अनुभव मैले बोकेको चाहिँ अहिलेसम्म हामी सिस्टमेटिक फेलियरमै बसिरहेको छौँ जस्तो लाग्छ तपाईँमा बदलाव के आयो त्यसमा मेरो बदलाव a new learning, a new perspective that we are still living in a systematic failure. Thank you. सुहानाजीलाई मेरो एउटा प्रश्न है जबदेखि हजुरको लुक सार्वजनिक भयो होइन हजुरलाई चाहिँ झर्ना डिसँग चाहिँ कम्पेयर गरिएको मम्मीको र छोरीको एक ठाउँमा फोटो राखेर देखाइएको छ मम्मीबाट कतिको इन्सपायर हुनुभयो र आफूले चाहिँ कतिको फिल गर्नुभयो स्क्रिनमा आइराख्दाखेरि चाहिँ म झर्ना मामु जस्तो देख्दैछु है भनेर मैले भने मेरो वर्कसप मेन्टर नै ममा होइसिन्थ्यो सो आई थिङ्क उहाँको प्रभाव डेफिनेटली देखिन्छ त्यही माथि अब डिएनए आई गेस भएर पनि होला यसले अब आउने दिनमा प्रभाव पार्छ कि पार्दैन परालको आगो जस्तै हुन्छ कि हुँदैन के यो परालको आगो जस्तै भइसक्यो भनेको बल्यो होइन अनि त्यसपछि निभि नै सक्यो अब हामी फेरि नयाँ परालको कुन्यु हाल्दैछौँ थ्याङ्क यू सो मच थ्याङ्क यू